हेलो नमस्ते। दार्जिलिङमा चाहिँ एकदम मजाले घाम लागिरहेको छ। मैले सब खिड्कीहरू खोलिदिइरहेको छु यसो। के मजाले घाम लागेको छ। अब जुन यता किचन कि ओर बाहिर घाम हो। यस्तो मजाले घाम लागिरहेको छ। फुलहरू पनि रोपेको छैन मैले। यहाँ प्लास्टिकतिर फुलहरू छ। आज चाहिँ घाममा रोप्नुपर्छ हो। भर्खर पूजाहरू गरिसकेँ मैले चाहिँ। यहाँ चाहिँ छ मेरो चिया। हेर नङहरू मैला। गमलाको कामहरू गर्दा यस्तो हुन्छ मैला। यी नङहरू भाँचेर हो। यस्तो हुन्छ फुलहरू रोप्यो भने चाहिँ। रङदिले नि यता खाँदैछ चाय बिस्किट। अन्त मकै, आज मकै भएछ। मकै नुन अलिअलि हालेको थिएँ। आज एकैचोटि भात खानुपर्छ भनेर चाहिँ हामीले चिया खाएको नि त है। चिया र मकै। अब एकैचोटि भात बनाउँछ। अन्त उयो दुइटा हाम्रो आइफोन मिस लडिरहेको छ हो। दुईजनाको एक एकवटा यी दुईजनाको फोनै आउँदैन ती दुइटा मोबाइलमा त। कसैको फोनै आउँदैन त हौ दुईटा उयसमा त मोबाइलमा त। बाहिर देखाउँछु यताबाट पनि। आहा याद दामी घाम। वाह यस्तो घाम लाग्यो भने चाहिँ यति काम गर्नु मन लाग्छ। अब छिटो त्यही कारण चाहिँ अब काम गर्नुको लागि चाहिँ एकैचोटि खानासाना बनाएर चाहिँ काम गर्ने नि त। हुन्छ आजलाई यति नै। बाई बाई।